साथीहरू नमस्ते सबैजनालाई। आजकल चाहिँ हाम्रो जुम्लामा चाहिँ यस्तो खडेरी लागिरहेको छ जेठको महिना के होइन, त्यही भएर हामीले चाहिँ सागसब्जी पुरा उक्काइरहेछौँ किन आफै उयो भइरहेछ क्या, बिलाउँदै गइरहेछ सागसब्जी सबै उक्काइरहेछौँ। आज चाहिँ हामी हाम्रो आमाजीले त धनियाँ समाउनु भएको छ। यो धनियाँ चाहिँ हामीले चाहिँ यो सिस्नुमा सुकायो अनि त्यसपछि सिस्नु पनि सुकायो अनि धुलोमा राख्यो, प्याकिङ गर्यो अनि हिउँदो महिनामा चाहिँ हामी यही खान्छौँ क्या। यहाँ राख्नु भएको छ धनियाँ। हामीलाई यो जेठ असारको महिना मात्रै हरियो पाइन्छ, असोज कार्तिककोतिर त हरियो नै पाइँदैन क्या। अहिले त यति धेरै धनियाँहरू भइगयो, सागहरू सबै पाइन्छ, तर पनि खरेडी लागेर किन पुरा यो मकै गहुँ सबै डढिरहेछ क्या। त्यही भएर यस्तो मतलब झ्याउ लागिरहेछ नि। हरियाली भनेको हल्का हल्का मात्रै हरियाली छ, मतलब सबै फलहरूलाई पनि असर परिरहेछ क्या। यसले गर्दा स्याउहरूलाई पनि पुरा असर परिरहेछ। हामी चाहिँ दुईजनाले अब यसलाई काटकुट गरेर टक्क सुकाएर भोलि पर्सि र अनि हिउँदोको महिना खाने हो नि साथीहरू। हिउँदोको महिना टक्क सिस्नुसँग खायो अनि सिस्नु दालहरूसँग हाल्ने भनेर चाहिँ हामीले ल्याइरहेछौँ। अनि हामीलाई फेरि हिउँदोको महिना नपाइने भएको हुनाले चाहिँ हामी यस्तो गर्छौँ क्या। हाम्रो त गाह्रो छ हो।